नारिङ्गलले टोक्यो है आमा चाहिँ कम त दुख्दो रहेछ त यार हेलो साथीहरू नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान तपाईँ सबैजनालाई भिडियोमा स्वागत छ अनि अहिले चाहिँ म लगायत हामी 3-4 जना चाहिँ यहाँ माछापुरी चोकमा छौँ साथीहरू अनि आजको हाम्रो यात्रा चाहिँ चिसापानी नगरको हाइकिङ जाउँ कि भनेर सो हामी चाहिँ अहिले माछापुरी चोकबाट स्टार्ट भइसक्यो है त सोल्टी के भन्नु छ ल हो नभन तिमी यार राम्रोसँग बाइक चलाऊ फेरि यार बाइक चलाऊ भनेर पनि चलाउँछु यार हामी अगाडि यहाँ सबिन भाइ र हाम्रो एकजना भाइ हुनुहुन्छ है सो आजको हाइकिङमा चाहिँ हामी 4 जना मात्रै हुन्छौँ साथीहरू बाटोतिर हेरौँ अहिले चाहिँ हामी पशुपति क्षेत्रतिर आइपुग्यौँ हर हर महादेव पशुपति दर्शन गरौँ साथीहरू सबैजनाले बिहान सो अहिले चाहिँ हामी त्रिभुवन इन्टरनेसनल एयरपोर्टतिर आइपुग्यौँ साथीहरू गौशाला सो हामी चाहिँ अहिले सूर्य विनायक होइन सूर्य विनायक भक्तपुर आइपुग्यौँ अनि हाम्रो प्लान चाहिँ के भयो भने सुरुमा हामी नगरकोटसम्म बाइकमा गएर अनि नगरकोटबाट चाहिँ हामी डिसाइड गर्छौँ है हाइकिङको उसमा चाहिँ नगरकोट काम जाँदा ठिक होला हजुर नगरकोट कहाँबाट जाँदा ठिक होला गली हिँड्नुपर्छ नि हस् धन्यवाद ओके साथीहरू हामी चाहिँ अर्को बाटो छिरेछौँ फेरि फर्केर कुन बाटो छिर्नु पर्ने सोल्टी हामी अब जगाती हुँदै जगातीबाट जगाती धन्न तिमीले सोधेर ठिक गर्यो है त्यो गल्ली गल्ली ल्याऊ कि एउटा बुढो यहाँको स्थानीयले ए अनि त्यसपछि मेन रोडमै निस्किने होला गान्छ मेन रोड निस्किन तल चोकमा पुग्यो होइन जगती चोक उयो लेखा छ जगाती भक्तिपुर हेर न त्यहाँ यहाँ चाहिँ त्यो तपाईँहरू पनि सूर्य विनायक हुँदै आउँदै हुनुहुन्छ भने चाहिँ यो जगती चोकबाट भित्र छिर्नु पर्ने रहेछ नगरकोटको लागि चाहिँ केही सुनेन यार यतैबाट होला यार सोधौ हामी चाहिँ अहिले बाँसबारी आइपुग्यौँ यतै होला कि हो हामी चाहिँ अहिले बाँसबारी होइन बाँसबारी खोटिसक्यौँ है ओ अङ्कल यहाँ नजिकै पेट्रोल पम्प कहाँनिर छ पेट्रोल पम्प कहाँनिर छ छैन यतापट्टि काहीँ छैन मुला पेट्रोल हाल्दा आउनुपर्छ क्या फर्केर आउनु क्या एकचोटि हामी चाहिँ फेरि फर्क्यौँ साथीहरू किनभने बाइकको पेट्रोल सक्यो है पेट्रोल पम्पै छैन रहेछ अनि यो बाँसबारी भन्दा यता चाहिँ पेट्रोल पम्प छैन रहेछ साथीहरू हाम्रो चाहिँ बाइकको पेट्रोल सकिन लाएर यहाँ पसलतिर चाहिँ कतातिर बोतलमा पाउँछ अरे है बोतलमा भरेको पाउँछ अरे पसलमा छ भन्नुभएको छ है सोधौँ दिदी पेट्रोल छ अरे यही त यस्तो रहेछ मुला अनि यही त यस्तो रहेछ माथि गएको पेट्रोल छ दिन्न 220 हो ठिकै त अनि 20 रुपियाँ त बढी हो त अनि कति छ अहिले त 200 छ होइन 200 रुपियाँ अर्को एउटा दिनु दुईवटा हाल्नु होइन दुई हुन्छ होला क्यास छ कि छैन क्यास त छैन यार इसा गरौँ ल हेलो क्युट पप्पी आयो है हेलो हेलो 440 ल यहीँ आएछ त
अनि पछाडि देख्दै नदेखेर नि ए फर्केर छ कि छैन तिमीहरू पेट्रोल सक्दैन ए पुग्छ ल भरे आउँदा त स्टार्ट अफमै आउँछ हो उकालो उकालो रहेछ ए ओह्रालोमा त फर्किँदाखेरि त बन्द गरेर आयो हुन्छ होला नसल्टिहाल्छ त तर एक्स्ट्रा हालेको राम्रो हामी केटाहरू एक्स्ट्रा घुमिहाल्छ माथि होइन यस्तो भयो क्या त्यहाँ तल दिदीलाई सोधेको पेट्रोल पम्प छ भने कि है दायाँ बायाँ ए जता पनि छ भने कि दुवै साइडमा छ भने अनि भक्तपुर फ्युल सेन्टरमा आउनु लाग्थ्यो भने थोरै अगाडि गएको थियो कहाँ फर्क्यौँ भन्नु भन्यो हालेले हाम्रो कति लाग्ला अझै आधा घन्टा लाग्छ आधी घन्टा लाग्छ जस्तो लाग्छ खै ए बोतलको पैसा फिर्ता आउने होला त बुझ्नु परेन भनेर ओके साथीहरू हाम्रो प्लान चाहिँ सुरुमा नगरकोटसम्म जाने हुन्छ कहाँ छ नि हो दाइ नगरकोट गएर त्यहाँ यसो खाजासाजा खाएर त्यसपछि हामी नयाँ हाइकर देखाइदिनु न नयाँ हाइकर अनि आजको हाम्रो गाइडको नाम भनिदिनुहोस् त शान्त गुरुङ गाई प्रशान्त अच्छा के अरे प्रकाशको भाइ हो ल बल्ल चिन्नु ल, म त भर्खर पो थाहा भयो यार उसले अघि चिनिसक्यो तपाईँलाई परेबाट म त अघि एकचोटि चाहिँ हो कि जस्तो चाहिँ लागेको थियो अनि चल्नु हस् ल धन्यवाद पेट्रोलको लागि ओके साथीहरू हामी चाहिँ फाइनली पेट्रोल हाल्यौँ है यतातिरको हावा फ्रेस हुनेकै सोल्टी है पहिरो आएछ केटा हो पहिरो आएछ कस्तो सोल्टी फेरि गाउँ साथीहरू फाइनली अब चाहिँ हामी नगरकोट आइपुगे जस्तो छ है बाइकमै दिन बित्छ जस्तो छ हाइकिङ त अब त्यस्तै हो बाइकमा बस्दा जस्तै चाकै दुखेछ साँच्ची यो के को उसो हो जिप लाइन हो ए आइपुग्यो होइन हामी नगरकोट आइपुग्यो होला होटेल हेर्नु न टन्नै रहेछ हाइकिङ पोइन्ट चाहिँ कता हो स्टार्टिङ पोइन्ट नसल्टी के भन्नु छ अझै माथि जाऊँ हल्का अनि हो। खाने ठाउँहरू छ कि हेर न त्यसपछि हाइक स्टार्ट गरौँला नगरकोट आइपुग्यौँ है त अनि अहिले चाहिँ यो ज्याकेट स्याकेट फुगालेर टी सर्ट लगाएर कुद्नुपर्छ भाइ सो ज्यान नदेखाउ न सिक्स प्याक नदेखाउ न तिमीले सोल्टी यार अब गरेर यो अफ गर्ने अनि हिँडेर जाने केमा जाने बाइकमा जाने चौचौ खान्न म भन्नु पानी एउटा बोतल हाल्ने हो क्या हो पानी सोल्टी एउटा त्यहाँ उसमा हाल्नु त ल ए चम्चा हालियो ए चम्चा त बिर्सेँ त्यो हातले चम्चा मेन चम्चा लिन पठा मान्छेहरू चम्चै नलिन मैले किन गा जस्तो लाग्यो एकछिन। हो यस्तो त छ यहाँ टोलीहरू चम्चा लिन पठाएको चम्चा नल्याएर के अरू के ल्याएर चौधो ल्याएर चौधोको तारिफ हानिरहेछ खाएर अनि प्लास्टिक खोल मात्रै फिर्ता गर्ने हो कि चम्चम के भयो राम्रो भ्यू हामी चाहिँ सुरुमा माथि भ्यू टावर गएर भ्यू सिउ हेर्छौँ त्यसपछि फर्केर आएर फेरि कि त हामी यता चङ्गुनारे हुँदै काठमाडौँ जान्छौँ अथवा हामी उता चिसा पानी हुँदै सुन्दरी जल हुँदै काठमाडौँ जान पनि सक्छ साथीहरू है त कस्तो राम्रो यार हेर त स्टोरीहरू लौरी हुन सकेन अनि गोल ठोक्यो भने के गर्ने कस्तो के अरे हुसु लागेको यार आमा यो किराले के भन्छ अरे सोल्टी नाम है मलाई पनि थाहा छैन थाहा छैन कस्तो राम्रो सुनेको के है यतै हो अनि चाहिँ हामी स्टार्ट भइसकेको छ है कति लाग्छ कान्छ
अनि सबिन हजुर 2 मिनेटको हाइकिङ कस्तो लागिरहेछ त अब भर्खर सुरु गरेको स्यास्या भयो भन्ने यस्तो रे के हाइकिङ त स्टार्ट गर्न नपाउँदै सकियो अनि किराको साउन्ड के यस्तो राम्रो सुनेको छैन त लास्टै त अनि विवेक सोल्दी के छ अनि नयाँ नौलो हाइकिङ त्यत्र माउन्टेन साउन्टेन घुम्नु कहाँको हाइकिङ जाने भनेर आएको कहाँ आइपुग्यो ल यही रहेछ त 1 मिनेट नि लागेन क्या हो 1 मिनट लागेन त यार हाइकिङ त यहीँ रहेछ भ्यू पोइन्ट यसो किरा बल्ल करायो अनि हाम्रो प्रसन भाइ बिचरा पेर्नीको भयो सुरुमा मैले उसले चाहिँ नचिनेको है गाइसहरू ग्राभिटी स्ट्यान्डहरू हेर पहिला सानो थियो गाउँमा हुँदा अहिले त ठुलो भइसक्यो नचिनिरहेको साँच्ची मैले सुरुमा त हेर ओ भ्यू त बबाल आउँछ जस्तो छ त ओके साथीहरू फाइनली यहाँबाट चाहिँ यस्तो भ्यू देख्ने रहेछ है नगरकोट त्यो माथि भ्यू पोइन्टबाट तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँबाट देखिने भ्यू लट्ठी त बोक्या मात्र माथि ए उस रहेछ नि त सनराइजको लागि यहाँबाट हिमाल नै देख यतिखेर हामी नगरकोट भ्यू पोइन्टमा छौँ है कति होला यसको हाइट 2028 अहिले चाहिँ हामी 2150 को मिटरमा छौँ है अनि यो बेला चाहिँ मनसुन टाइममा भएर त्यस्तो क्लियर भ्यू चाहिँ देखिरहेको छैन है नत्र भने चाहिँ हामीले एकदम राम्रो हिमालहरू पनि देख्न सकिन्छ यहाँबाट चाहिँ अनि मेन चाहिँ सिजनको बेला चाहिँ सनराइजको लागि आउने हो बिहान चाहिँ है हाम्रो प्लान चाहिँ के थियो हामी आइपुग्यो भ्यू टावर है अनि आजको हाम्रो अब के भन्ने हाइकिङ त नभनौँ हाइक नै गरे छैन है खासमा सुन्दरी जल हुँदै चिसो पानी हाइकिङ गर्ने भनेर आएको बाइकमा हिँड्दा यहाँ नगरकोट आइपुग्यो नगरकोटबाट सुरु गर्छौँ सोचेको जाने बेला चाहिँ हामी चिसो पानीबाट जानै सकिन्छ है त्यहीँबाट जाम है जता कहाँबाट जाने सोल्दी ल सोल्दी के भन्नु मन छ कहिलेकाहीँ जिन्दगीका केही क्षणहरू आफूलाई प्रकृतिसँग होइन प्रकृतिको एकदमै सुन्दर ठाउँसँग तपाईँलाई बिताउन मन छ भने यो ठाउँ आउनु होला एकदमै काठमाडौँबाट नजिक रहेको ठाउँ जसले चाहिँ तपाईँलाई एक दिन भए पनि एकदमै आनन्दित बनाउनेछ यसो समय र फुर्सद मिलाएर यो ठाउँको भ्यू हेर्न आउनु होला सबैलाई यही धन्यवाद अनि सबिन भाइ लोकल काट्न आयो पुलिस आयो होला अब हामी तपाईँलाई टावरमा गएर भ्यू देखाउँछौँ स्टे ट्युन गाइस स्टे ट्युन अनि एकदम राम्रो छ नगरकोट गाइस जो राइड आउनु होला के हो यसरी पो चढ्नुपर्ने मैले यस्तै छ है लिफ्ट छैन यहाँ चाहिँ भर्याङ रहेछ साथीहरू तपाईँहरू पनि यसो ख्याल गरेर चढ्नु होला कोही यसो तल बसेर समाउने मान्छे छैन भने चाहिँ ल विवेक सोल्टी देखाउ त सिधै यसो जाने होइन मैले सक्छ त चढ्न ओके र डर लाग्यो त मलाई त भर्याङ चाहिँ भएन कि है यो त खसीभन्दा मोड थियो यार यहाँबाट बुढाबुढीहरू आउनै सक्दैन हुन्छ दादा हुन्छ चढ्ने हो कि के हो यो ओके साथीहरू हाम्रो नेपाल वाइल्डरनेसको एउटा के भन्छ मेमोरिज चाहिँ हाम्रो छोडिदिनु लाग्छ स्टिकर है नगरकोट भ्यू पोइन्टमा अलि माथिले यस्तै तल राख्नु ठ्याक्कै पानी पऱ्यो भने छल्छ नि स्टिकर छिटो बिग्रिनु हजुर दाइ
तपाईँहरू यता लोकल काँक्रो नि खान सक्नुहुन्छ। ल साथीहरू हामीले बाटोमा एउटा अमृत अहिले हार्यो घमारी घमारी हमारी घङ्गारू भन्छ कि घङ्गारू हाम्रोतिर चाहिँ घङ्गारू भन्छ है यसले घङ्गारू नै हो हाम्रो घमारी भन्छ तर खास पाका चाहिँ अलिक फोक्स्यो भने अलि मिठो हुन्थ्यो उयो तान न तिम्रो त्यो लामो हात लामो छ त्यो माथिको यो तान न बिस्तार तान मुलाखेरि यो काँडा कुनै पनि टर्रो स्याहार्यो कस्तो हुन्थ्यो चाख्नु पर्ला टर्रो पनि छ ए गाउँतिर छुट्टै हुन्छ पछि तातेर फोक्सी हुने हो अनि मिठो हुन्छ यो त अलि नमिठो छ यस्तै हुनु त हाम्रो गाउँ छुट्टी मिठो लाग्छ मलाई पहाडको हो कि अन्त सोल्टी फेरि एकदम कन्फर्म गरे भरे फेरि अर्कै पर्यो अन्त मरिनु मन त्यहाँ घमारी त घमारी तर अलि अर्कै छ कि पातको होइन यस्तै हो हो ल ल ल यहाँ चम्चा यहीँ छ है हामी चाहिँ यहाँ खाना भन्ने कि खाजा भन्ने कि जङ्गलको बिचमा मङ्गल भइरहेको यसमा पनि हुन्छ सो खाजामा चाहिँ हाम्रो आज चना छ एउटा आलु फ्रेन्च फ्राई छ त्यसपछि यहाँ चिकन अचार छ अनि अचार अर्को यहाँ फेरि अनि यहाँ एउटा आलु र उसहरू काँक्रोहरू के को अचार छ के ओ मेरो गाउँले अचार खाइ गाउँले अचार ल्याउनु गाउँले अचार खाइ गाउँले अचार ल ल ल ल केटा हो ल यो अचार त सही हुन्छ ए हालौँ गाउँले अचार निकाल्नु भाइ अरू जे यो चाहिँ सघाउनु पर्छ केटा यो राखेर सकिहाल्छ नि अलिक मिसाएर चाहिँ घर बनाउँछ गाई झ्या गाउँले अचार नि छ है घरमा यहाँ एक्स्ट्रा प्रोटिन यहाँ छ है लगेर ल सबै हजुर पुग्छ ल इन्जोय गरौँ साथी नली भाएन मैले अस्ति यही रेनकोट ठग्यो नि पसलले पानी परिरहेको थियो होइन पानी परिरहेको छ यसलाई जसरी ओर्नै पर्छ भने थाहा छ त्यो पसललाई मौका पायो भने छोप्पै हाल्ने क्या नेपालीहरू महँगो हुन्थ्यो अहिले त भएर पेट्रोल कति भयो 220 पेट्रोल त ठिकै हो 20 रुपियाँ हालौँ यो मठमा पनि हो र नि त ए हो ओके साथीहरू हामी चाहिँ फाइनली खाजाहरू खाइ भइसक्यौँ है खाजा एकदमै मिठो थियो आजको हामी सबैले खाजा खाइसक्यौँ अनि खाजा खाएर पनि हामीले यो चाहिँ घरबाट ल्याएको थियो सबै फोहोरहरू प्लास्टिकहरू चाहिँ हामीले यो पोको पारेको छ है अनि अहिले यो डस्टबिन हेरेर डस्टबिनमा हाल्नुपर्छ अनि इफ डस्टबिन भएन भने चाहिँ घरमै बोकेर जानुपर्छ साथीहरू त्यही हो अनि त्यही हो साथीहरू आजको हाम्रो हाइकिङ चाहिँ सर्ट एन्ड स्विट थियो है अनि अझै हाम्रो केही एक दुई ठाउँमा जाउँ कि भनेर सोचेको हेरौँ अब त्यो जान मलाई जान्छु होइन पर्दैन नि ल अब भएन भने चाहिँ यतैबाट घर जान्छौँ हामी है सोल्टी के भन्नु छ एकदमै राम्रो ठाउँ छ यहाँ एकचोटि पिस बिताउनका निमित्त तपाईँहरू पनि 1-1.5 घन्टाको बाटो छोटो दूरीमा अलिकति शान्त वातावरण चाहनुहुन्छ भने यो वातावरण उत्तम छ त्यसले लगाएर यता पिकनिक स्पट पनि राम्रो छ है यति नै भने मैले ल सबिन र प्रसाद उहाँहरूले के फोहोर चाहिँ नगरिदिनु होला मैले चाहिँ फोहोर टिपेँ अब यो फोहोर चाहिँ म घर गएर फालिदिन्छु फोहोर चाहिँ गर्नुहुन्न गाइस किनभने हामीले एकदम नेचरलाई पनि ध्यान दिनुपर्छ है एकदम सभ्य नागरिक भएर आफ्नो जिम्मेवारी निभाउनुपर्छ यस्तो राम्रो जङ्गल छ यस्तो राम्रो सल्लाहको रुखहरू छ होइन यहाँ यसको बिचमा बसेर खाजा खानुको आनन्द छुट्टै हुन्छ छुट्टै मजा हुन्छ सो तपाईँ हामीले फोहोर गऱ्यो भने त्यसको मजा हराउँछ धन्यवाद अनि तपाईँहरू अन्तिमसम्म भिडियो हेर्दै हुनुहुन्छ भने त्यसको लागि एकदम धेरै धन्यवाद हाम्रो भिडियो मनपर्छ भने यसो लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् कहाँबाट हेर्दै हुनुहुन्छ हाम्रो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस् कमेन्टमा त्यो घन्टी बजाइहाल्नुहोस् अनि सो सब्सक्राइब गरेर घन्टी पनि टुई बजाउनुहोस् है त जय घन्टी फेरि एमालेको मान्छे